स्वागत छ तपाईँहरूलाई मेरो सानो मिनी ब्लगमा। आज हामी दुईजना दाजुभाइ साइकलमा घुम्दै घुम्दै आएको यति भाँडा काटेर आएको हो र कहाँ आइपुग्यो थाहा छैन हामी आफूलाई। साइकल यहाँ छ एउटा, एउटा त्यहाँ छ, पछाडि देख्नु साइकल त्यहाँ छ। यो गाउँ बस्ती एकदम पुरानो अँ, तर कुन ठाउँ भन्ने कुरो थाहा छैन। हामी आउन चाहिँ आयौँ, हेर्नुहोस् यसरी। अब के गर्ने, यस्तै हो। अब आएको छौँ, अब जानलाई चाहिँ गाह्रो होला जस्तो छ। 3टा 4 डाँडा काटेर आएको छ आउँदाखेरि, पुरै ओह्रालो। अब जाँदा पुरै ठाडो उकालो हो। अब मान्छे केरी हिँड्ने, साइकल केरी लिएर जाने, अब थाहा छैन। जस नयाँ ठाउँमा आयो, रमाइलो ठाउँ रहेछ, वातावरण एकदम सुन्दर छ। अब हरियाली, गाउँघर, पुराना बस्तीहरू, त्यसपछि गएर कुखुराका फर्महरू, अनि बाख्राहरू, अब यता पालेका सागसब्जीहरू रोपेका बुल्गेरियामा। जस रमाइलो ठाउँ, दुई चारैतिरबाट चाहिँ यो डाँडै काँडाले घेरेर बिचमा समथर जस्तो काठमाडौँ उपत्यका जस्तै समथर जस्तै, धेरै समथर त होइन, जस रमाइलो स्मरणीय लाग्यो। अब भाग्य संयोगवश यो ठाउँ आउन पाइयो, हजुरहरूलाई पनि देखाउन पाइयो। त्यसले गर्दाखेरि हामी एकदम खुसी छौँ। हजुरहरू पनि यो भिडियो हेरेर एउटा आनन्द लिनु होला, अथवा यस्तो रहेछ भन्ने कुरा हजुरले पनि मनन गर्नु होला। एकदम खोलाहरू छ यहाँ, यो सबै हिउँ पग्लेर आएको खोलाहरू हुन्। डाँडा काँडा छन्, हिउँहरू पग्लिन्छन्। अहिले हिउँको सिजन चाहिँ छैन, हिउँ पग्लिएर डाँडा धेरै शिरबाट आएको छ। यो जङ्गलहरू छ, झाडीहरू, हेर्नुहोस्। अब एकदम सुन्दरी रमणीय ठाउँ छ, बस्नको लागि हावा पानी सबै कम्फर्टेबल। हामी दाजुभाइ दुईजना छुट्टीको टाइममा यसो टाइम पास गर्नको लागि हामी यसरी आएका, र हामीले अब यहाँ दोकान कहाँ छ भन्ने कुरो पत्ता लगाउन गाह्रो। अब यसो केही किनमेल गरेर खाइपी गरौँ कि भन्ने सोचमा छौँ, तैपनि अब भेटिरहेको छैनौँ। अब हेरौँ, कतै भेट्यो भने हामी खाइएला, नभेटे हामी यतिकै जाऊँ ल। जाइएला। हामीहरू यस्तै हो। ल हस् त, धन्यवाद। धन्यवाद। पछाडिको साइकलको ब्रेक छैन। यस्तो ओह्रालो आएको हामी बाटो, अगाडिको मात्रै छ, त्यसमा चाहिँ दुईटैमा छ। हस् त, धन्यवाद तपाईँलाई।